हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल आफ्टर लङ टाइम है। हामी चाहिँ अब मच्छेन्द्रनाथ मेलामा जानु लागेको। मच्छेन्द्रनाथ होइन मच्छेनारायण तेरो टाउको मच्छेन्द्रनाथ मच्छेनारायण त्यही हो होइन। हामी चाहिँ जाँदैछौँ अब टिपटप भएर। के छ त अनि गाइजहरू? फाइनली हामी चाहिँ बल्ल तल आइपुग्यो है। यता हेर्नु त्यसमै म कति खुसी छु। उयो दाइले हामीलाई मन्दिरसम्म पुऱ्याइदिनुहुन्छ अरे। उहाँलाई चाहिँ हामी सबैको आशीर्वाद लाग्छ। के भन्छ त्यसलाई? त्यही हो। हामी चाहिँ आइपुगिसकेको छौँ। यति लामो लाइन छ। बिहानदेखिबाट लाइन बस्नुभयो होला सायद है। बिहानको 1-2 बजीदेखि लाइनमा बस्नुभएको होला सायद, जहाँसम्म लाग्छ मलाई। यति धेरै लाइन छ, यति धेरै लाइन छ यस्तो घाममा। यति धेरै लाइन छ। हामी चाहिँ आइसकेको छौँ, हामी 3 जना है। गर्मी भइसक्यो होइन। यति धेरै लाइन छ कि होइन। लाइनमा बसेर दर्शन गर्न मिल्दैन, सकिएन। बाहिरबाटै दर्शन गर्ने भनेर बसिरहेछ। हामी चाहिँ उतापट्टि लाइनपट्टिबाट आउनु नसकेर हुन्छ नि, धेरै क्या यति धेरै भिड थियो कि लाइन बसेर दर्शन गर्दाखेरि चाहिँ अब के भन्छ बेलुकै हुने भएको भएर हामी चाहिँ यसरी सर्टकट बाटो अप्नाइएर जाँदैछौँ। यो ड्युटी 5 बजेको सुन्नु हुँदैन, नाच्दैछ ऊ।
फाइनली हामी फर्क्यो अब फर्किसक्यो हामी दुईजना भ्लग बनाएर हिँड्नु छ ओके फाइनली हामी अब फर्किसक्यौँ है गाइस गाह्रो भयो अति नै है कालु हामी चाहिँ होइन बल्ल बल्ल मन्दिरमा पूजा गरेर भ्याइयो अनि त्यसपछि हामी चाहिँ घर फर्किँदैछौँ सुमित्रा तिमीलाई केही 2 सप्ताह राख्न मन छ छैन सक्दै छैन बोल्ने एनर्जी हरायो ओके हामी चाहिँ गाडीबाट झरेर अहिले घरतर्फ जाँदैछौँ घर गएर पनि के गर्नु होइन ठगा लागेर लोड हुन्छ अब यहाँबाट हामी 3 जनाबाट एकजना चाहिँ छुट्टिन्छ छिट्टै काली जाँदैछु अब मेरो घरतर्फ म चाहिँ त्यहाँ दिदीसँगै जानु यो चाहिँ यहीँ अगाडिबाट छुट्टिन्छ यसलाई बाई बाई भन्ने मैले नै है बाई कालु बाई बाई अँगालो मारेर रुइदिएन एकचोटि लगाए बाई घर पनि आएर थकाइ मारेर बसिरहेको म होइन थकाइ लागेर होइन अघि भिडियो बनाउनै बिर्सेछु त्यही भएर अब घर आइपुगेर आराम गरिरहेको छु अब हाम्रो यो महिनाको चाहिँ घुमघाम भनेको लास्ट आजै होला अब अर्को महिनातिर चाहिँ स्टार्ट हुन्छ फेरि थ्याङ्क यू फर वाचिङ गाइज सब्सक्राइब लाइक सेयर कमेन्ट पनि गरिदिनु होला बाइ